गर्न बित्तिकै भएको फुल हुन्छ नि आफूसँग भएको फुल डबल भइजान्छ क्या दुईटा जस्तो 2 लगाएको छ भने 4 भइजाने भयो अलरेडी यो खोलाको खासियत पनि त्यही हो यो तर्न बित्तिकै अलरेडी डबल भइजान्छ हैन तर फेरि यो सबै मन्दिर फेरि यसमा 4 चढाउने यसमा 5 चढाउने यसमा 6 चढाउने भन्ने हुन्न यसमा 2 चढाएपछि यसमा 2 चढाउनु पर्यो यसमा 10 चढाएपछि यसमा 10 चढाउनु पर्यो यसमा 10 चढाउनु पर्यो बराबर चढाउनु पर्यो अब यसको लागि अहिले सुरुमा यहाँ पसलबाट कति फुल लगेर गयो अनि कति कति चढायो ल अब यहाँ 2 लग्यो भने चाहिँ 2 यसमा दुईटा लग्यो भने नै सबै गरेर 6 लग्यो भने यसमा 2 चढायो यसमा बराबर चढ्नु पर्यो बराबर चढ्नलाई अनि यहाँ गयो त डबल भइजान्छ फेरि त्यही त छ त समस्या लग्नु पर्यो कति त्यही त कति लग्नु पर्यो कति चढाउनु पर्यो हिसाब निकाल्नु पर्यो त 4 लग्यो भने 4 त लगेर त हुन्न नै 32 लग्यो भने टोटल्ली हिसाब गऱ्यो भने त त्यसको फेरि डबल भइजाने भयो त लास्टमा बस्दा 0 हुनु पर्यो क्या फुल अब यहाँ लास्ट मन्दिरमा चढाउँदाखेरि यो यसमा जति चढायो त्यति चढाउने अनि 0 हुनु पर्यो आफूसँग तर यहाँ 2 लग्ने बित्तिकै त फेरि अनि त्यसपछि यहाँ 2 लग्यो यहाँ पसलैबाट जस्तै 6वटा लग्यो 2-2टा चढाउँछु भनेर अब यहाँ लग्ने बित्तिकै खोला तर्ने बित्तिकै डबल हुन्छ फेरि त्यहाँ बजा फुलको अनि यहाँ चढ्ने बित्तिकै 6 ल छ भने यहाँ 2 चढाउने भयो